तपाईँलाई थाहा छँदैछ पहिला पनि आउनुभएको छ खेल्नु भएकै हो दुईटा नयाँ अप्सन चिज ल्याउनु हुन्छ। यार त्यो पुरानो किन ल्याउनु भन्यो भने दुईटा अप्सन हुन्छ। नयाँ निकाल्नु यार ल तपाईँको फिल्म हेर्नुलाई नयाँ के आउनु छ त्यही फिल्म चेन्ज हो है दुईटा अप्सन हुन्छ ओके। एउटा छान्नुपर्ने हुन्छ ओके नो व्याख्या ल अब यसपालि त म भाङ्गा चाहन्छु ल सुरुमै तपाईँका दुई अभिन्न मित्र गोपाल काजी कास्ते कि छविराज ओझा छविराज ओझा टार्जन कि नाके नागे नागे माई डियर मेरो नागे त धुरमुस्की माग्ने बुढा माग्ने बुढा मेरो हेटौँडाको विपिन कार्के कि दयाङ राई दुइटै बराबर एउटा छाने एउटा छ दायाङलाई मैले च्यालेन्ज गरेँ त्यो गर त्यहाँ म अनि दायाङ छान्छु किन विपिन त छैन विपिनले ब्राह्मण रोल खेले हिट भइहाल्छ नि दयाङलाई के सुझाव थियो अरे फेरि भन्नुहोस् त दायाङलाई मेरो एउटा सुझाव छ तिमी एकदम भर्सेटाइल आर्टिस्ट हो स्टार पनि हो एउटा पण्डित बाजे भन्ने फिल्ममा विशुद्ध पण्डितको चाहिँ स्क्रिप्ट लेखाएर तपाईँ त्यो जनाई त्यो लाएर त्यो कल्चर दामी छ उनीहरूको त्यसमा गएर देखो त्यो हिट बना म सेल्युट गर्छु बाबुलाई अनि मात्र भर्सेटाइल त्यो फिल्मको हुन्छ निर्माता तपाईँभन्दा कसो हुन्छ फ्लप हुन्छ म कहाँ राख्छु र यार मेरो भुलले दिने छ नि यहाँ मैले 7 मिलियन त अहिले म 50 लाख खर्च गरेँ भन्दाखेरि त रिसाइरहेछ तपाईँ श्रीमतीजीसँग चाहिँ ज्यादै डराउनुहुन्छ है राति फाक हानेर मारिदियो भने के गर्ने यार तपाईँ के हो यस्तो मर्मथलमा हानिदियो भने सिधिहाल्यो नि अनि नारी चण्डी नारी भगवती नारी सरस्वती त्यसै गरी अनमोल कि समीर भट्ट एउटा चक्लेट हिरो एउटा एक्सन हिरो छ यार छान्नु पर्यो छान्नु पर्यो म त एक्सन छान्छु किनभने म त्यसो बोल त्यो पनि उसलाई थाहा छ म खम्बा भनेर शिव श्रेष्ठ कि भुवन केसी मलाई त भन्दै किन थाहा छ आज जे छ नि म जे छु जहाँ छु नि शिवदाई होइन भोन्दाई हो जय किसन बस्नेत कि पुण्य गौतम कहाँ कम्पेयर गरेको जय किसनको रेन्ज यहाँ छ पुण्य गौतम यहाँ छ यार यो अर्को राख्नु त्यो हटाइदिनु हटाइदे यो कहाँ अब जय किसन कहाँ छ यार पुण्य गौतमले के छ भने के न फिल्मबाट छ जय किसन स्टार हो फिल्म बनाएको छ यो छ त्यसको रेन्जमा आउनु पऱ्यो नि अनि पो कम्पेयर हुन्छ यार हो कि ल तपाईँ सोच्छ हो कि होइन ल हो भन्नु न यार किन डरा ल यो हटाइदिउँ किन हटाउनु हो भन्नु नि तपाईँले यो राखो म यो हल्लेको हेर्न चाहन्छु म ल आशिका तामाङ कि युवराज सफल युवराज सफल भनेको अघि रातो आशिका तामाङ भइदियो है ग्रेट लेडी ऋषि धमाला कि प्रकाश सुवेदी दुइटै नम्बर वान यार यो पर्दैन र चाहिँ केपी ओलीलाई भने जस्तै हो दुई नै छान्नु पर्यो नि त एउटा मिडियामा चाहिँ तपाईँ होइन पोलिटिकलमा उहाँ छ तपाईँ छान्नुहोस् राजमान महर्जन कि धीरेन शाक्य राजमान महर्जन मेरो क्लासमेट मेरो साथी मलाई ड्रेसअप सिकाउने धेरै साकी त पछि आयो भने मेरो स्टुडेन्ट पनि हो त्यसलाई मैले फ्लिप गरेँ है त कृष्ण